नमस्कार, जीवित खबरमा यहाँलाई स्वागत छ। अब सुन्नुहोस् मुख्य खबरहरू। सप्तरीमा डाका समूहको कारण एकजनाको मृत्यु भएको छ। मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुति हुँदै जंगलमा राखिएको काठ कुहिँदै संसारका सबैभन्दा शक्तिशाली र सबैभन्दा धनी व्यक्ति बीच कटुता अनि सामाजिक सञ्जालतर्फ बाजाबाज हुन्छ। रामेछापमा फौजी किराको प्रकोप। प्रधानमन्त्री विरुद्ध हुन सक्छ भ्रष्टाचार। सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो, अर्कोको खोजी। डेरी सञ्चालन गरी सामुदायिकको धारणा बदल्न सफल ललित। उत्पादन मोडिँदै व्यवसाय। हस्त जीवित खबर यति नै। अब सुन्नुहोस् पुरा खबर। विराटनगर सप्तरीका डाका समूहले गोली प्रहार गरी एकजनाको हत्या गरेको छ। एकजना घाइते भएका छन्। सप्तरी सुरुङका नगरपालिका 8 मलवानका भुरन चौधरीका 50 वर्षीय छोरा कान्तालाल चौधरीको गोली प्रहारबाट हत्या भएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवाडाले बताए। उनका अनुसार कान्तालालका भाइ रामकान्ता घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल लाहानमा उपचार भइरहेको छ। त्यसैगरी जनकपुर मधेस प्रदेश सरकारले आज मधेस प्रदेश सभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। कृषिलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति कार्यक्रम उपाध्यक्ष सोहन प्रसाद शाहले राससलाई जानकारी दिनुभयो। नीति तथा कार्यक्रम विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकता गरिएको उहाँले बताउनु भएको छ। कञ्चनपुर शुक्ला फाँट नगरपालिका 10 झलारीका ललित हमालले 2 दशक अघि साइकलमा दुध बेच्न सुरु गर्दा उहाँले निर्णयलाई हल्कासँग लिएका थिए। दुध बेचेर पनि कमाइ हुन्छ र भनेर अनेक तर्क गरियो। त्यस समयले प्रमाणित गरिदियो साँचो लगनशील र मेहनतले कहिले धोका दिँदैन। सुरुमा साथीहरूले हाँसो गरे, परिवारले पनि चिन्ता व्यक्त गरे। ललित भन्छन्, म व्यवसाय कार्य गर्न हट थिएँ। मेहनत गर्छु भने केही न केही गर्छु भन्ने अठोट लिएर अगाडि बढे अनि अठोट आज दुध व्यवसायका रूपमा चिनियो। सुरुमा गाउँ गाउँमा घुमेर ललितले 50 लिटर दुध